दर्शकबिन नमस्कार। यति बेला हामी रूपन्देहीमा छौँ है। रूपन्देही तिलोत्तो नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति मावि विद्यालयबाट 18 जना विद्यार्थीहरूले 4 GPA लिएर आउन सफल हुनुभएको छ। यति बेला यो र्याली कार्यक्रम पनि भइरहेको छ, हामीले तपाईँलाई देखाउन सक्छौँ। र हाम्रो साथमा अहिले 4 GPA लिएर आएका विद्यार्थी भाइ बहिनीहरूसँग हामी थोरै कुराकानी गर्न चाहन्छौँ। हजुर नमस्कार। हजुर नमस्ते। शुभ नाम भनिदिनुहोस् न। मेरो शुभ नाम आशिष पाण्डे हो। आशिष पाण्डे हो। हजुर। तपाईँले विद्यालयको नाम राख्नुभयो है। कस्तो लागिरहेछ आजको दिन? आजको दिन त एकदम रमाइलो लागिरहेको छ। गुरुआमाहरूको सहयोग र सहयोगका कारणले हामी यहाँसम्म आउन सफल भएका छौँ। एकदमै रमाइलो लागिरहेको छ। यस्तो साथ पाएकामा धेरै नै आनन्द आइरहेको छ। कहाँ तपाईँको घर? मेरो घर यहीँ भैरवा कोटियावातिर रहेको छ। म श्री शान्ति स्कुलमा म कक्षा 8बाट अध्ययन गरिरहेको हो। पहिलाको स्कुलभन्दा यो स्कुलमा मैले धेरै ज्ञानहरू पाएँ। धेरै मेरा धेरै कमीहरूलाई मैले यहाँ आएर सुधार गर्न पाएकोमा धेरै आनन्द म गर्न चाहन्छु। ओके, तपाईँलाई एकदम विशेष धन्यवाद पनि दिन चाहन्छु। हेर्नेकुरा.com मार्फत। हजुर, हेर्नेकुरा.com मार्फत तपाईँलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। धन्यवाद हजुरहरूलाई यस्तै सहयोग गर्दै राख्नु होला। ओके, थ्याङ्क यू सो मच। हजुर नमस्कार। नमस्कार। के नाम हो तपाईँको? मेरो नाम अप्सन पौडेल। अप्सन पौडेल। कहाँ तपाईँको घर? मेरो घर चाहिँ तिलोत्तोमा 5 नयाँ मिल। हजुर।